अस्सलामुअलैकुम दाजुभाइ, नमस्कार दाजुभाइ। जय मधेस, जय नेपाल। हाम्रो एउटा देशमा दुर्गा प्रसाद भनेर मान्छे चिन्नुहुन्छ र त्यो हिजो 80 आन्दोलन गराएको मान्छेलाई चिन्नुहुन्छ। त्यसले देशवासीलाई कतिको झुक्काइरहेछ त्यो हाम्रो देशवासीलाई 3 करोड जनतालाई थाहा हुनु पर्यो। सबैजनाको यस्तो भिडियो थाहा हुनु पर्यो कि उसले कसरी झुक्काइराखेको मान्छेलाई। उसले यदि देशको हितमा काम गरिरहेछ भने पहिलो नम्बर उसले इन्डियाबाट गुन्डा मगाउँदैन, इन्डियाबाट घुस खाउँदैन। इन्डियाबाट गुन्डा मगाएर 80 आन्दोलन गरेर त्यो बीचमा तोडफोड गरेर इन्डियाको झन्डा त्यो बीचमा लहराइरहेको थियो। पहिलो नम्बर सबुत यहाँ छ कि यसले इन्डियाको गुन्डागर्दी चलाइरहेको छ। त्यो राजनीतिको आडमा गुन्डागर्दी चलाइरहेको छ, देश विरोधी काम गरिरहेको छ। दोस्रो नम्बर हिजो 80 एउटा भिडियोमा के भनेको, चलाउन सके छैन देश, इन्डियालाई दिउँ, हामी कम्तीमा 1 लाखमा त बाइक चढ्न पाउँछ। अनि इन्डियाको गुण गाइराख्यो यसले इन्डियामा गएर उनीहरूसँग पैसा खाएर अनि त्यसपछि यहाँ आएर दङ्गा फसाद गराइरहेछ। तिमीलाई कोले रोकेछ बाइक न चढ, मारुतिमा नघुम, हेलिकप्टरमा नघुम, प्लेनमा नघुम। तिम्रो औकात छ भने किनेर चढ न। तिम्रो औकात छ भने किनेर चढ। धेरै जनतालाई झुक्काउने काम नगर। तिमी त सिधै देशद्रोही मान्छे हो। हाम्रो देशमा कानुनै त्यस्तो छैन। किनकि राजनीतिहरूले त्यस्तो कानुन किन बनाएन? आज म सत्तामा छु, अर्कोले यस्तो विरोध गर्छ, यस्तो इन्डियाबाट गुन्डा मगाउँछु। भोलि मेरो सत्ता नभए भने म पनि उसले सत्तामा बस्यो भने म यस्तै काम गर्छु। त्यही भएर यिनीहरू नेताले डेरले यस्तो कानुन बनाएन। देश विरोधी नारा लगाउनेलाई हरेक देशमै कानुन छ यसको। देशद्रोही काम गरे भने तिनीहरूको ठाउँ जेलमा थुनेर राख्छ। तर हाम्रो देशको कानुन त बनायो, तर यसको लागि सख्त कानुन बनाए छैनन्। हल्का फुल्का कानुन बनाएर यसलाई छोडिदिएछन्। कानुनको मतलब के हो? हामीले पनि कानुन पढेरै बसिराखेको मान्छे, हामीलाई पनि थाहा छ कसरी गर्नुपर्छ कसरी गर्नु पर्दैन। सुन दुर्गा प्रसाद, तिमी यस्तै बयान दिए भने तिमीलाई त म यो चोटि त म भिडियो बनाएर तिमीलाई छोडिरहेछु। तर अर्को चोटि यस्तो भिडियो देखेँ भने म अदालतमा तिमीसँग भेट्छु। म अदालतमै भेट्छु। कानुनभन्दा तिमी माथि छैन, कानुनभन्दा माथि म पनि छैन। कानुन मलाई पनि लाग्छ, तिमीलाई पनि लाग्छ। देश विरोधी नारा लगायो भने कानुन के गर्छ के गर्दैन हामीलाई पनि थाहा छ। तिमीले देशभक्तिको कुरो गरिरहेछ। देशभक्ति कहाँबाट सुरु हुन्छ थाहा छ तिमीलाई? दिल और दिमाग दुइटै लगाउनु पर्छ देशको लागि। देशको लागि दिल और दिमाग दुइटै लगाएर अगाडि बढ। देशको हितमा काम गर। तिमीले के बुझिरहेछ? 3 करोड जनतालाई झुक्काएर म धेरै महान बनिरहेछु। के को महान रे तिमी? के को महान? महान छौ तिमी। देश विरोधी नारा लगाउने मान्छे महान हुन्छ? देश विरोधी नारा लगाइरहेछौ।
देश इन्डियामा दिदेऊ। तेरो बाउको सम्पत्ति हो रे इन्डियामा दिनलाई। तेरो बाउको सम्पत्ति हो त भन इन्डियामा दिनलाई। यो हाम्रो देशको हो, हाम्रो 3 करोड जनताको देश हो, हाम्रो दाजुभाइको सम्पत्ति हो। हामीले यो देशलाई जोगाउने हो। तिमी जस्तै मान्छे दलाल भएरै 100 किलोमिटर इन्डियालाई कब्जा गर्न दियो। अस्सी हाम्रो बालन शाहजीले यस्तो कुरो उठाउने बेलामा इन्डियाको पत्रकार, इन्डियाको नेताहरू, इन्डियाको युट्युबरहरू, इन्डियाको जनताहरू गाली गर्दै बसिरहेको थियो। त्यो बेलामा कहाँ थियो र तेरो देशभक्ति? कानमा रुगो हालेको थियो कि तेल हालेको थियो? देशभक्ति कुरो गर्छ। एउटा चम्मच ल्याऊ, त्यसमा 1 चम्चा पानी ल्याऊ, नाक डुबाएर मर। देशभक्ति कुरो गर्छ। के को तेरो देशभक्ति र? देशभक्ति कुरो गर्छ। म बर्डरको छेउमा बसेर तर इन्डियाको विरोध गर्छु। इन्डियाको विरोध म गर्छु। जसले मेरो देशको लागि हितमा काम गर्दैन उसको सिधै विरोध गर्ने हो। त्यो इन्डियनहरू के गरेछ र? आफ्नो देश सम्हाल्नै सकेको छैन, जतातता आन्दोलन गरेर तोडफोड मचाइराखेको छ। हाम्रो देशलाई उ गर्छन् दलाल। इन्डियाबाट पैसा खाएर दलाली गरिरहेछौ, यहाँ देशभक्तिको कुरो देखाइरहेछौ। के को देशभक्ति तिम्रो? म सरकारसँग यही आग्रह गर्छु, यस्तो मान्छे जसले देश विरोधी नारा लगाउँछ त्यसलाई बाहिर ठाउँ छैन, त्यसलाई जेलमा थुन्नुपर्छ सरकारलाई। यो हाम्रो सरकारसम्म भिडियो गयो भने, हाम्रो राज्य सरकारसम्म भिडियो गयो भने यसमा ध्यानपूर्वक सोचेरै देश विरोधी नारा लगाउनेलाई सख्त कानुन लाउनुपर्छ, कडाभन्दा कडा कानुन लाउनुपर्छ। यस्तो मान्छेलाई लगाम लगाएर जेलमै थुन्नुपर्छ। हाम्रो देश महान देश हो, हाम्रो देश महान देश हो, विश्वमा चिन्ने देश हो। उनीहरू गाली गरेर बसिरहेछन्, यिनीहरू तेल हालेर कानमा राजनीति गरिरहेछन्। यस्तो छन्, घिन लाग्ने नेताहरू छन्। राजा आओस्, नेता चलाओस्, देश हामीलाई मतलब छैन। हामीलाई देशको विकासको मतलब छ, देशको हितमा काम गर्ने मतलब छ। हामी कुनै धर्मको होइन। तिमीले के सोच्यौ होला कि म हिन्दू हो, उसले मुस्लिम हो, त्यही भएर विरोध गरिरहेछ। म हिन्दू मुस्लिम केही होइन, म सिर्फ नेपाली हो। बुझ्यौ? नेपाली हो, मेरो धर्म नेपाल हो। यिनीहरू इन्डियाको जति बाबाहरू यो ठुलो ठुलो मन्दिरमा छन्, यिनीहरू जस्तै दलाल बाबाहरू बसेछन्। हाम्रो देशमा पण्डित छैन र? हाम्रो देशमा पुजारी छैन? हाम्रो देशमा ज्ञानी पण्डितहरू छन्, ज्ञानी पुजारीहरू छन्। त्यो उनीहरू जस्तो यो वान्टेड होइन, आएर यहाँ सबै मन्दिरमा बसिरहेछन्। यिनीहरू मन्दिरमा बसेर यिनीहरू सिधै देश विरोधी काम गरिरहेछन्। यो खुफिया एजेन्टहरू हो, इन्डियाको खुफिया एजेन्ट। यो जति ठुलो ठुलो मन्दिरमा इन्डियन बाबाहरू छन् ती इन्डियाको खुफिया एजेन्टहरू हो। हाम्रो देशको चहल पहल बिगाड्ने मान्छेहरू हो। उनीहरू इन्डियाले पैसा बाबाहरूको हातमा पठाउँछ, बाबाहरूले यस्तो हाम्रो देशको दलालहरूको हातमा दिन्छ। त्यसपछि हाम्रो देशको चहल पहल बिगाड्छन् यिनीहरू। सिधै यिनीहरू ठुलो देश विरोधी हो। जसले हाम्रो देशको लागि हित काम गर्छ त्यसले हामीले सम्मान गर्ने, हाम्रो 3 करोड जनताले सम्मान गर्ने हो। जसले देशको विरोधमा काम गर्छ
त्यसलाई हाम्रो जनताले जानेछन्, सुधार्नलाई एकदम राम्रोसँग जानेछन्। हाम्रो देशको जनताले पञ्चायत कालदेखि देखिरहेछन्, राणा शासनदेखि देखिरहेछन् कसरी सुधार्नुपर्छ, सुधारेर आइरहेछन्। तिमी कुन खेतको मूली हो र? तिमीलाई सुधार्नलाई त एक छिनको कुरो हो, एक छिनमै हाम्रो जनताले सुधार्छन्, हाम्रो देशवासीले सुधारिदिन्छ। देशको लागि काम गरिरहेछौ, यस्तो घिन लाग्ने राजनीति गरिरहेछौ, देशको विरोधमा काम गरिरहेछौ, देशको लागि काम गरिरहेछौ। एजेन्ट देशको भक्ति गर्न तिमीले जानेछौ? देशको राष्ट्रिय गाना तिमीले जानेछौ? राष्ट्रिय गीत गाएर एकचोटि देखाऊ न, त्यसपछि थाहा हुन्छ। नाटक गरेर बसिराखेको दलाल। देशवासीहरूलाई अब छिट्टै गल्ती स्वीकार गरेर हात जोड, त्यसपछि जनताले थाहा पाउँदै बित्तिकै तिमीलाई माफ गर्ने हो, नत्र जनताले माफ गर्दैन, हाम्रो देशवासी माफ गर्दैन तिमी यस्तो विरोधी नारा लगाएपछि। राम्रोसँग भनिरहेछु, देशको हितमा काम गर, देशको विरोधमा हैन। योभन्दा धेरै भन्दैन। अब देशको हितमा काम गरे भने एकदमै राम्रो हो। जय मधेस, जय नेपाल।